साथी भाइहरू दिदीबहिनीहरू के छ हालखबर। हाम्रा मित्रहरू साथीहरू विदेशमा बसेका साथीभाइ दिदीबहिनीहरू सन्चै हुनुहुन्छ होला भनेर म आश गरेछु। र आज दशैँको 7औं दिन, जसलाई भन्छ सप्तमी। सप्तमीको दिनमा यसो दुर्गा मातालाई फुलपातीले भित्र्याउने हो र दुर्गा मातासँग दुईटी हात जोडेर आफ्नो मनमा चिताएको कुरा र सोचेको कुरा मातासँग माग्ने हो। र हामीले साँचो दिलले मागेको कुरा माताजी पुरा गर्नुहुन्छ। मलाई आश छ। प्लस हाम्रा साथीभाइहरू दिदीबहिनीहरू सबैलाई दुर्गा माताले रक्षा गरून् र दशैँको सबैलाई शुभकामना मेरो तर्फबाट। अनि आज सप्तमीको दिन छ। हाम्रा टाढा टाढा बसेका दाजुभाइ दिदीबहिनीहरू विदेश बसेका यताउता सबैलाई मेरो दशैँको शुभकामना र माताजीले रक्षा गर्नु भनेर दुईटी हात जोडेर प्रार्थना गर्छु कि जहाँ बसेका हाम्रा दाजु दिदीबहिनीहरू विदेश स्वदेश बसेका सबैले दुर्गा माताले रक्षा गर्नु भनेर रक्षा गरून् भन्ने मलाई आश छ। र हजुरहरू पनि दशैँ राम्रोसँग मान्नु र सबले सम्झ्नु र सम्बन्ध आफ्नो दुर्गा माता भगवती मातालाई राम्रोसँग दिलले पूजा गर्नु र सोचेको काम माग्नु अवश्य नै पुरा हुन्छ भन्ने आशा छ। जय मां दुर्गा माता, जय मां दुर्गा भवानी, जय मां।